हेलो गाइज गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल र आज फेरि पनि तपाईँहरूको अगाडि मैले एउटा छोटो मिठो भ्लग लिएर आएको छु र आजको भ्लग चाहिँ के विषयमा हुनेवाला छ भन्दाखेरि चाहिँ आज चाहिँ हाम्रो घरमा भनौँ या रुममा भनौँ हामी चाहिँ चण्डी पाठ गर्न आँटिरहेको छ हाम्रो आमाको लागि। आमा अस्तिदेखि नै बिमार हुनुहुन्थ्यो, आमालाई हस्पिटल लगेर ल्याएर दबाईहरू खानुहुँदैछ तर पनि आमालाई अलिक मजाले चाहिँ सन्चो भएको छ र त्यही कारणले गर्दाखेरि आज चाहिँ आमाको लागि पूजा राखेको छौँ घरमा। र हाम्रो ठुलो दिदी माइली दिदी अनि गुरुजीहरू उताबाट आउनुहुँदैछ। गोमा दिदी अघि बिहानै उठेर बजार जानुभएको छ र म चाहिँ यहाँनिर सब्जीहरू दालहरू यताउता मिलाउँदैछु र आजको भ्लग पनि तपाईँ मलाई अन्तिमसम्म हेरेर साथ दिनुहोस् होला। र आजको नजारा चाहिँ कुछ ऐसा है भने जस्तै यस्तो छ आजको नजारा। एकदमै दामी घाम लागेको छ आज चाहिँ। हिजोसम्म चाहिँ एकदमै धुम्म भइरहेको थियो, आज चाहिँ यति दामी दिन भइदियो। एकदमै धन्यवाद छ प्रभुलाई भन्नु नि। भ्लग गरेको नि दिदी गुड मर्निङ भनिदिनु त मेरो गाइसलाई। मर्निङ गाइस। मेरो गाइस पर भ्युअर्सलाई भनेको अरे बुनौ खाजा खाइहाल्नु त सु कस्तो रहेछ बजारको नजारा। अन्त के भएर आज अचम्मै भइगयो बिहानै उठेर? होइन खाजा होइन बहिनी, माथि गएर फुल लिएर आइहाल्छ। माथि के भन्छ हामी चाहिँ यहाँ सब्जी कटिङ गर्दैछौँ। म चाहिँ अचारको लागि मुला काट्दैछु। सागा के गर्दैछौ? पुरा पाकेछ कि आलु? ठिकै पाकेछ। नफुटै तास र गाइस मैले चाहिँ अहिले चाहिँ सब्जीहरूको सबै काटकुट भइसक्यो र दाल पनि बसेर चाहिँ त्यति पनि लाग्यो। अन्त पकाउनु चाहिँ हाम्रो दिदीले पकाउँछ नि अरे, म नपकाउने। आज चाहिँ म चाहिँ रेस्ट इन पिस गर्ने होइन। अब चाहिँ म नुहाउनु छ, त्यहाँदेखि चाहिँ दिदीहरूलाई ल्याउनु पनि जानुपर्छ अरे बजार। अनि यस्तै छ गाइस, अलि भेट्नुपर्छ है ल। यता चाहिँ हाम्रो प्रसाद मम्मी ए गाइस दिदीहरूलाई ल्याउनु गएको, दिदीहरू आइपुग्नु भयो अरे। यस्तो कुदेर आयो कि हत्तु भयो। र हामी चाहिँ छिटो छिटो गरेर दिदीहरू भएकोमा आइपुग्यौँ र दिदीहरू चाहिँ अघि आएर हामीलाई पर्खिरहनु भएको रहेछ। यता चाहिँ हाम्रो माइली दिदी, यता गुरुजी हुनुहुन्छ अनि यहाँ चाहिँ हाम्रो सानी नानी, ऊ चाहिँ मम्मी, ऊ चाहिँ हाम्रो भाइ, यता ठुलो दिदी र यता भनिदिनु न यसो गरिदिनु हेलो भनिदिनु न। म ठुलो भए चिने मलाई भन्नु नि। पिन्चे हो तिमी, तिमी पिन्चे हो? ची तिम्रो तित त मैला छ त भाइ, तित देखाउनु त। के खानु भएको? पिलो के खानु भएको? हाम्रो पिन्चे र पिन्ची चाहिँ आइपुगे। अन्त त्यहाँ उफ्रिँदै छ नै। पिन्चे चुप्पा भनिदिनु नि मलाई। आम्मामा लौ 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 ल्या पिन्चु चाहिँ खाएर मुख बिगारिदिनु नि। खै मुख बिगारिदिएको खै मिलो टोक्नु नि, मजाले टोक्नु नि। खै टोक्नु त। पिन्चे ए ला 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 कसले गीत गाएको थियो? कसले गाएको थियो? र यता चाहिँ हाम्रो ठुलो दिदी र गुरुजीले पूजाको तयारी गर्नुहुँदैछ।
पूजा चाहिँ सुरु भइहालेको छैन। पूजा गर्नुको लागि चाहिँ अगाडि सरसामानहरू मिलाउँदै चाहिँ आमा चाहिँ बसिरहनु भएको छ। ओम देवा देवा हे गणदेवा सतकृमा वयम् अग्निर्मा तस्मादेन सो विषमुञ्चतमोऽसः जदि जाग्रादपि समेन भूतिकृत्रिमा वयम् सूर्यो मा तस्मादेन सो विषमुञ्चतमोऽसः विशलिन्तरौतानां ताम्योपवेत्र्यमक्षन्नमि वदन्तया प्रिया अस्तो भदमतियो जन्विन्दते हरे स्त्रीस्तते एउटा फुल लगाउनुहोस्। पिन्छे अन्त तपाईँ के गर्नु भएको? ए अनि माम खायो? उठेर बोल्नु न, उठेर। मैले देखेन नि त तिमीलाई। अन्त म को हो? मेरो नाम के हो? मेरो नाम चुप्पा हो। अनि तिम्रो नाम चाहिँ के हो? भाइ हो तिम्रो नाम? रिहान छैन? तिम्रो नाम त रिहान्स भयो त। उता देखाउनु। अन्त बुइनी खै? तिम्रो बुइनी खै? अनि आमुई खै? आमुईलाई ढोकी गर्नु भयो तिमीले? ए आमुईले गर्नु हुँदैछ भाइलाई चाहिँ। अन्त आमुईलाई ढोकी गर्यौ? कसरी गर्यो आमुईलाई ढोकी? यहाँ गर्दैन। ए ओम ह्रीं दक्षिणायै नमः। ओम ह्रीं निदित्यै नमः। ओम क्लीं प्रतीच्यै नमः। ओम क्लीं वायव्यै नमः। ओम चामुण्डाय नमः। ओम ह्रीं क्लीं चामुण्डाय विद्ये अस्त्राय नमः। ओम अस्त्रीं अस्त्राय नमः षट्। ओम हृदय नमः। ओम शिरसि स्वाहा। ओम शिखाय नमः षट्। ओम शिखाय नमः षट्। शिखाय नमः षट्। टुपीमा छोड, टुपीमा। शिखाय नमः षट्। ओम कवचाय ओम। ओम विद्ये नेत्रत्रय नमः षट्। ओम विद्ये नेत्रत्रय नमः षट्। अस्त्राय नमः षट्। ओम अथ ध्यानम् खड्गं चक्रगदेषु चापपरिगं शूलं वसुण्डीं शिरा शङ्खं संदधतिं करे स्त्रीनयनं शर्वाङ्गभूषावृतम् लीलास्मादतिमस्य पाददशकां सेवे महाकालिकं यामस्तौ च पिते हरौ कमलजो हन्तुं मधुकैटवम् अक्षस्त्रस्परशं गदेषु पुलिशं पद्मादनुस्कण्डिकं दण्डं सखिमसिं च तरमदलजं घण्टासुलभा। हामी गान्तोक गएको। दिदीले चाहिँ यहाँनिर गुरुजीको लागि सुक्खा रोटी घिउमा हालेको बनाउनु हुँदैछ। सुक्खा रोटी घिउमा हालेको अरे। अब पुरा सकेन। के भयो भन्दाखेरि चाहिँ गाइस हाम्रोमा पानी गयो। अब पानीको एकदमै यहाँनिर जरुरत भयो। थिच्दै पकाउनु सिकाउनु चाहिँ यस्तो थिच्दै पकाउनुपर्छ। मार्छु नि होला। दिदी चाहिँ फेरि यहाँ गुरुजीको लागि सब्जी कटिङ। आफू चाहिँ यहाँनिर के भइरहेछु छ प्रब्लमेटिक भयो। यो चाहिँ यो पिन्ची हो हाम्रो। हेलो भनिदिनु नि पिन्ची। खै हेलो भनिदिएको? हेलो भनिदिएको खै? अर्को चाहिँ त्यहाँ बिजी छ। हेर्नु नि त्यसले हुलिया चाहिँ यस्तो बनाएको छ नि गाइस। के खानु भएको? तिमीले के खानु भएको दुईजनाले? लुदी कस्तो रहेछ? हुँदैन यहाँनिर ठाउँ हुन्छ। ठाउँ हुन्छ। यो चाहिँ दुईजना हाम्रो एक हल गोरुहरू है। बुइलाई पनि खुवाइदिनु त भाइ। तिम्रो हातले खुवाइदिनु त। गुड। अब बुइले पनि भाइलाई खुवाइदिनु। भाइलाई खुवाइदिनु तिम्रो हातले। गुड हो बुइ। कति मिलेको हो यिनीहरू त। बाबा बेसी खाइदिनु हुँदैन है। सवारी राम
कामना को पूरा कर्यो जगत बलिहारी कामना को पूरा कर्यो जगत बलिहारी जय गणेश नमस्ते गर नमस्ते भाइ नमस्ते गर गौरी पार्वती पिता महादेव माता गौरी पार्वती पिता महादेव ओम श्वेत कमला मुख मंडल धृत कोंडल हे कलित ललित मनमाला जय जय देव हरे ओम जय जय देव हरे ओम जय अम्बे गौरी मैया जय मंगल मूर्ति मैया जय आनंद करणी मैया जय संकट हरणी मैया जय दुर्गति हरणी मैया जय हृदय सिद्धि करणी मैया जय सामा गौरी तुमको निश दिन ध्यावत मैया जी को सदा दिन सेवत हरे ब्रह्मा शिव जी ओम जय अम्बे गौरी मांग सिंधूर विराजत टीको मृग मधको मैया टीको मृग मधको बहिनी बिमार हुँदा पनि साह्रो छ दिदीलाई हेर्नु त अब सबै उसले पकाउनु परिरहेछ नि त साह्रो छ हाम्रो दिदीलाई के पाक्दैछ दिदी रोटी वाह इधर है सब्जी का आइटम मम्मी खाएको कति बजिसक्यो हामी चाहिँ बिहानदेखि अब भर्खर मात्रै खाना खान आँटेको पिरो छ है दिदी भुल पोल्छ है ए लु हौ लु र गाइस आजको भ्लग चाहिँ म यहीँनिर एन्ड गर्नु परिरहेको छु र हामीले खाना पनि खायौँ अघि भर्खर होइन जसले यो ब्लग हेर्दैछ प्लिज सुषमाको च्यानललाई एकदम सब्सक्राइब गरिदिनुहोस् होला गरिदिनुहोस् होला पर्यो यसले विशेष ट्राइङ हो बेस्ट तपाईँको लागि होइन अनि त्योभन्दा पनि गएर चाहिँ मेरो गोमा क्षेत्र अफिसियल छ होइन गोमा क्षेत्र अफिसियल च्यानललाई पनि एकदमै यहाँनिर दुईजना राम्री राम्री नानाहरू हुनुहुन्छ अनि मेरो भिडियो जसले हेर्नु हुँदैन मलाई याद छ तपाईँहरूले लुकी हेर्नुहुन्छ होला होइन कमेन्ट गर्नु हुँदैन मलाई याद छ होइन माया छ लुकाइ लुकाइ हेर्नु याद पनि आउँछ होला गर्दैछ होला बाई बाई गाइस हामी फेरि अर्को भ्लगमा भेट्नेछौँ आजको लागि भने यति नै गुड नाइट